हेलो गाइज, म मुना खरेल। आज आफ्नो सोशल मिडियाको जर्नीलाई चाहिँ अलिकति अपग्रेड गर्ने सोचमा रहेको छु, जस अन्तर्गत चाहिँ आफ्नो पर्सनल मैले युट्युब च्यानल पनि खोल्ने निर्णय गरेको छु, जसमा चाहिँ मैले पर्सनल मेरो युट्युब च्यानल भए पनि मैले विभिन्न जानकारीमूलक कुराहरू चाहिँ राख्ने छु। मेरो अहिलेको उद्देश्य अथवा चाहिँ मैले एम भने के रहेको छु भने म कम्प्युटर व्यवसाय गरेको विगत 10 वर्षदेखि भयो। यो क्षेत्रमा चाहिँ मैले कम्प्युटर मात्रै नभएर आइटी रिलेटेड विभिन्न सामग्रीहरू बेच्दै आइरहेको छु, त्यो सम्बन्धी सेवा दिँदै आइरहेको छु। जतिजनाले किनिराख्नु भएको छ त्यसमा चाहिँ मैले अर्को के पनि गर्न चाहेँ भने सामान किनिसकेपछिको चाहिँ सेवा र सुविधामा चाहिँ धेरै अप्ठ्यारा धेरै अडचनहरू पाइराख्नु भएको कस्टमरहरू धेरै देखेको छु मैले। त्यो कारणले गर्दा मेरो एउटा के छ भने जसले सामान कस्टमर सर्भिसलाई अथवा चाहिँ कस्टमरलाई चाहिँ जानकारी अथवा कस्टमरलाई इन्फर्मेसन जसरी बुझ्नुस् त्यो दिने मैले आफ्नो भरपुर प्रयत्न गर्नेछु। मेरो आफ्नो तर्फबाट नभए हाम्रो टिमको तर्फबाट पनि अथवा चाहिँ विज्ञको तर्फबाट पनि तपाईका क्वेसनहरूको आन्सर गरेर चाहिँ मैले समस्या समाधान गर्ने कोसिस गर्नेछु। र त्यसै गरी मैले विभिन्न आफ्नो पर्सनल लाइफको बारेमा पनि यहाँहरूको माझमा सेयर गर्नेछु। त्यसै गरेर मेरो बिजनेस लाइफको बारेमा पनि यहाँहरूको माझमा केही कुराहरू सेयर गर्नेछु। जति कुरा मनपर्छ कमेन्ट गरेर कन्टिन्यू भनेर लेखिदिनु भयो भने मलाई प्रेरित हुनेछ। मैले त्यो कुरालाई अन्य पार्टहरू गर्दै अथवा चाहिँ अन्य तरिकाबाट पनि कन्टिन्यू गर्नेछु। जुन कुरा तपाईँलाई मन पर्दैन त्यो कुरालाई स्टप भनेर कमेन्ट गरिदिनु भयो भने मैले त्यो कुरालाई त्यहाँनिर स्टप गर्नेछु केही कारणहरू देखाएर। र यसमा चाहिँ थोरै के पनि भन्न चाहे भने मेरो यो भिजन चाहिँ कहाँसम्म पुग्छ अथवा चाहिँ कति लामो जान्छ भन्ने कुरा चाहिँ त्यो त समयले नै बताउला। तर यसमा सोसल मिडियामा मुख्य चाहिने भनेको नै हामी भ्युअरहरू र सपोर्टिभ मेन गरेर सपोर्टिभ भ्युअरहरू नै रहेछ भन्ने कुरा मैले पनि जानेको छु हैन, बुझेको छु। त्यो कारणले गर्दा चाहिँ हामीले एकअर्कालाई चाहिँ सोसियल मिडियामा सपोर्टिभ गर्यौँ भने चाहिँ हामीले सही इन्फर्मेसन पाउँछौँ पनि र सही इन्फर्मेसन दिने व्यक्तिसम्म पुग्छौँ पनि। त्यो कारणले गर्दा चाहिँ मैले यसमा भनिहालेँ विशेष गरेर चाहिँ कम्प्युटर र आइटी रिलेटेड सम्बन्धित कुराहरू मैले मुख्य राख्नेछु, जसमा चाहिँ समस्याका कुराहरू हुनेछन्। समस्याका कुरा चाहिँ भ्युअरबाट आउनेछ भने मैले चाहिँ समाधानको कुराहरू चाहिँ यहाँहरूमा राख्नेछु र त्यसमा अन्य रमाइला कुराकानी, अन्य इन्टरटेनमेन्टका कुराकानी, अन्य चाहिँ आफ्नो चाहिँ आफूमा भएको सिप अथवा चाहिँ अन्य कुराहरू पनि मैले समावेश गर्नेछु। कस्तो लाग्छ जस्ताको त्यस्तै कमेन्ट गरेर पनि हेल्प गर्न सक्नुहुन्छ। आजलाई यति नै जानकारी। फेरि नेक्स्ट भिडियो अथवा चाहिँ आउने भिडियोमा भेटौँला। च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। सँगैको बेल आइकन दबाइदिनु होला ताकि मेरो भिडियोको नोटिफिकेसन तपाईँको मोबाइलमा ट्याक्कै आउनेछ। धन्यवाद।